नमस्कार साथीहरू, हर हर महादेव। आज साउनको पहिलो सोमबार। आज म चाहिँ व्रत बसेको, म चाहिँ मन्दिर जानलाई रेडी हुँदैछु। हजुरहरूको पहिलो सोमबार कस्तो भयो? म चाहिँ रेडी भएँ। मेरो फाइनल लुक चाहिँ यस्तो भयो। कस्तो देखिएको छ कमेन्ट गर्नुहोस् है। हामी चाहिँ साथीहरू जम्मा भएर हिँड्दै मन्दिर जाँदैछौँ। पानी परेको कारण चाहिँ हामी मन्दिर नजाने भन्ने सोच थियो, तर पानी रोकेपछि चाहिँ गयो। जाँदै बाटोमा चाहिँ हामीले अम्मा भेट्यौँ। शिवजीलाई चढाउनु हुन्छ भनेर अम्मा टिपेर गयौँ। मलाई चाहिँ थाली बोकेर एउटा भिडियो बनाउन मन लाग्यो, अनि मैले चाहिँ एउटा सानो क्लिप लिएको। एकछिन चाहिँ हामी अटोमा गयौँ। त्यसपछि दाइले बिच बाटोमा हामीलाई छोडिदिनु भयो, अनि हामी फेरि हिँडेर गयौँ। जाँदै बल्ल बल्ल मन्दिर आइपुग्यो। मन्दिर पुगेपछि 108 शिवलिङ्गमा जल चढाउन थाले। साउन महिना चाहिँ भगवान शिवको प्रिय महिना हो रे। यस महिनामा पूजा गरे चाहिँ 100 गुणा फल मिल्छ भन्ने विश्वास रहेछ। साथै सोमबारको व्रतले सबै दुःख, रोग, पाप र नाश हुन्छ भन्ने विश्वास पनि रहेछ। यसरी 108 शिवलिङ्गमा बिस्तारै जल चढाउँदै म चाहिँ अघि बढिरहेँ। उहाँ चाहिँ हाम्रो महादेवको प्रिय नन्दी। आफूले मागेको मनोकामना र इच्छा चाहिँ उहाँको कानमा भन्यो भने महादेवसम्म पुर्याउनुहुन्छ भन्ने विश्वास रहेछ। मैले उहाँको कानमा आफूले माग्नु पर्ने कुराहरू मैले मागेँ र नमस्कार गरेँ। यता फेरि दिदीबहिनीहरूले भजन गाएर रमाइलो गरिरहनु बारेछ। मलाई फेरि गीत बजेपछि ननाची काम मैले मान्थ्यो र फेरि म नाच्न थालेँ। यसरी चाहिँ हामी घर फर्क्यौँ। भिडियो कस्तो भयो कमेन्ट गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। आशा छ हजुरहरूले मलाई अझै माया गर्नुहुन्छ।